थ्याङ्क यू सो मच फर योर म्यासेज। तर दुःख लाग्छ रिप्लाई गर्न सकिरहेको छैन। फ्री भिसा फ्री टिकट म्यासेज धेरै सुन्नुभएको छ। तपाईँ जान चाहनुहुन्छ मलाई थाहा छ। तपाईँ मेन पावर खोज्दै हुनुहुन्छ त्यो पनि मलाई थाहा छ। मेन पावरमा गएर तपाईँलाई फर्काइएको कुरा पनि मलाई थाहा छ। तर यो भिडियो अन्तिमसम्म हेर्नुहोला। फ्री भिसा फ्री टिकटमा जान के गर्नुपर्छ भनेर मैले गाइड गरिरहेको छु। एक नम्बरमा क्राइटेरिया म्याच हुनुपर्छ। क्राइटेरिया म्याच भनेको कुनै पनि कम्पनीमा तपाईलाई लाँदैछ, त्यहाँ टाटु अनुमति छैन भनिसकेपछि तपाईँको हात कहीँ पनि टाटु हुनु हुँदैन। एउटा अर्को कुरा, तपाईँको अङ्ग्रेजी भाषा राम्रो हुनुपर्छ, बोल्न सक्ने हुनुपर्छ। कसैले सोध्यो भने उत्तर दिन सक्ने हुनुपर्छ। कुइरेहरूको जस्तो फटटङ्ग बोल्न सक्ने हुनुपर्छ भन्न खोजेको होइन मैले, बट जेनरल कम्युनिकेसन गर्न सक्ने हुनुपर्छ। अर्को कुरा, उमेरको हदबन्दी। कम्पनीको रिक्वायरमेन्ट के छ त, कति उमेर तोकिएको छ त्यो हेरेर मात्रै तपाईँ जानुहोला। अर्को कुरा, तपाईँसँग पासपोर्ट हुनुपर्छ। पासपोर्ट हुनेहरू पासपोर्ट बोकेर मैले भनेका मेन पावरहरू, चाहे भिजन एन्ड भ्यालु होस्, चाहे वाइड स्पेस होस्, चाहे ग्वार्कोमा रहेको इन्टरनेसनल मेन पावर होस्, अनि अरू मेन पावर पनि छन्, यी मेन पावर भिजिट गर्नुहोला। पक्कै पनि त्यहाँ तपाईँलाई पैसा माग्ने छैनन्। क्राइटेरिया अनि भ्याकेन्सीको विषयमा पनि तपाईँले त्यही बुझ्नु होला। कहिले आउँछ भ्याकेन्सी, अब हामी के गर्ने, स्टेप बाई स्टेप प्रोसेस तपाईँहरूलाई बताउने छन् र त्यही अनुसारले गर्नुहोला। म तपाईँहरूलाई यही भिडियोमा भन्न चाहे मेन पावर मेरो छैन। यो जुन मेरो पछाडि देखिरहनु भएको छ देश परदेश मिडिया, यो कम्पनी, यो मिडिया हाउस हामीले चलाउँछौँ। हाम्रो काम तपाईँहरूलाई सूचना प्रदान गर्ने, वैदेशिक रोजगारमा हुने गतिविधिबारे अपडेट दिने, ताकि मैले न विदेशमा पठाउन सक्छु, न तपाईँको ठगिनु भएको छ भने न पैसा उठाइदिन नै सक्छु, न तपाईँको वकिल बनेर म कारबाही गर्न नै सक्छु, न पुलिस बनेर हतकडी लगाउन नै सक्छु दलालहरूको। म अवार गर्न सक्छु, जानकारी दिन सक्छु, सूचनाहरू तपाईँहरू माझ पुर्याउन सक्छु। यही सूचनाको आधारमा तपाईँले फलो गर्नुभयो भने तपाईँ पक्कै पनि फ्री भिसा फ्री टिकटमा जान सक्नुहुन्छ। मेरो भिडियो हेरेर धेरैभन्दा धेरै दाजुभाइ दिदीबहिनी प्रोसेस गरेर उडिरहनु भएको छ, गइरहनु भएको छ, ठगिनबाट जोगिरहनु भएको छ। नेगेटिभ कमेन्ट गर्नेहरूलाई मेरो दशौंलाई जोडेर नमस्ते भन्न चाहन्छु। तपाईँ यसै गरी कमेन्ट गर्दै गर्नुहोस्। पोजिटिभ कुराहरू सिक्ने कोसिस गर्नु भएन भने तपाईँ जित्नुहुन्न। जित त्यस्ताका हुन्छन् जो सही बाटोमा लाग्छन्। माई डियर एन्ड नियर भ्युवर, प्रवास टिभी युट्युब च्यानल छ हाम्रो, गएर सब्सक्राइब गर्नुहोला। एउटा सहयोग तपाईँहरूलाई मैले गर्न सक्छु। तपाईँलाई इन्टरभ्यू प्रिपेरेसन क्लास मैले दिन सक्छु। डेली 1 घन्टाको क्लास हुन्छ हाम्रो। बेलुका 6 बजे अनलाइन क्लास गर्ने प्लान छ मेरो। जोडिन चाहनुहुन्छ भने कृपया तपाईँहरूले मलाई तल सम्पर्क राख्न सक्नुहुन्छ। त्यो क्लासको दौरानमा विदेशमा चाहिँ कसरी जाने, कसरी अन्तर्वार्ता पास गर्ने, प्रोसेस कसरी गर्ने, सबै कुरा गाइड गर्छौँ हामी। 1 महिना क्लास तपाईँले लिएर हेर्दा हुन्छ। अनलाइन अफलाइन दुवै छ। अनलाइन बेलुका 6 बजे, अफलाइन बिहान 10 बजे। अफलाइन भन्नाले यहाँ मेरो अफिसमा आएर क्लास लिनुपर्छ, चाबेल चोकमा छ। यतिन्जेलसम्म भिडियो हेरिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। यो भिडियो सेयर गरिदिनु होला। फ्री भिसा फ्री टिकट मात्रै नभएर वैदेशिक रोजगारमा तपाईँहरू जाने सोच बनाउनु भएको छ र केही नयाँ अपडेट लिन चाहनुहुन्छ, प्रवास टिभी युट्युब च्यानल छ, सबै जानकारी दिन्छ। युट्युबमा PRAWASH प्रवास टिभी सब्सक्राइब गरिहाल्नु है। थ्याङ्क यू।